अनि ओलीलाई भने मान्छेहरूले, एक दुईजना मान्छेहरूले त्यो यो घटना हुनुभन्दा अगाडि यस्तो खालको चाहिँ साइबर सिचुएसनहरू नेपालको डिजिटल प्लेटफर्महरूमा देखिन्छ। यो कुरालाई राज्यले कतिको गम्भीरतापूर्वक लिएको छ भन्दाखेरि उहाँले यस्ता हावादारी कुराहरू नसुन्नुहोस्, नपत्याउनुहोस् होइन। तपाईँले आफ्नो सूचना भनिरहँदा मैले पनि भन्नुपर्छ कि हाम्रो सुरक्षा संयन्त्र र जासुस संयन्त्र एकदमै पङ्गु छ भन्ने मान्छेलाई पर्ला, तर जासुस संयन्त्रले कम्तीमा हप्ता दिन अगाडि प्रधानमन्त्रीलाई नै र सुरक्षा अङ्गहरूलाई पनि यस्तो हुँदैछ भनेको थियो। एकै दिन चाहिँ भनेको थिएन, यो करिब बिस्तारै बढ्दै 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 1 महिना जति जान्छ र यसले कायापलट गर्छ, तर यस्तो छ है, यस्तो हुँदैछ डिजिटल दुनियाँमा भनेर भने। डिजिटल दुनियाँमा यसको तयारी त भइरहेको थियो र त्यो थाहा पाएको थियो। हाम्रो अनुसन्धान गर्ने अनुसन्धान अधिकारीहरूले भन्दै राज्य चलाउनेले, गृहमन्त्रीले, परराष्ट्र मन्त्रीले अथवा मूलतः त प्रधानमन्त्रीजीले पुरा नजरअन्दाज गरिदिनु भयो, अवमूल्यन गरिदिनु भयो। पत्याएनन् भने त्यो कसको टाउको दुखाइ, कसको असक्षमता या कमजोरी भयो त? अब ती मान्छेहरूले अहिले विदेशीको हस्तक्षेप थियो भनेर हुन्छ र? हुँदैन नि त।